वेलकम टु माई न्यू रियाक्सन भिडियो। सो भिडियो सुरु गर्नुभन्दा पहिले तपाईहरुलाई हेडफोन लाउनलाई चाहिँ म अवश्य रिक्वेस्ट गर्छु, किनकि रियाक्सन भिडियो त्यस्तै छ। हेडफोन लाउनु होला, फ्यामिली साथमा भयो भने चाहिँ सुन्न पनि रमाइलो छ भन्दै भिडियो स्टार्ट गरौँ। लेट्स गो। काका हजुर, राजालाई मेरो आन्दोलनमा आउनुस् बोल्दिनुस् भन्नुहुन्थ्यो। ए बाबा बोल्दिनुस् न, बोल्दिनुस् भन्थे, बोल्दिनु भयो। उहाँलाई धेरै धेरै धन्यवाद छ। त्यही त, एकदम खुसी हुनुहुन्छ होला हैन? म त खुसी हुने भइहाल्यो नि, तपाईहरु पनि त खुसी हुनुहुन्थ्यो नि। हाम्रो कुरा छोड्दिनुस्, तर हजुरबा चाहिँ अलि दुखी हुनुहुन्छ जस्तो लाग्यो। राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। हामीलाई साथ दिन, तर केमा साथ माग्नु भएको तपाईँ? बुढो चाहिँ अब छक्क छ हैन, पुरै रिसेन्टली पढिसक्यो हैन। बुढो भने त्यस्तै थियो, अब के भयो भन्ने थियो। सो अब हेरौँ है अघि बुझेर पनि त बुझेस्तो नगर्नुस् न। राजा फर्काउने रे, कता फर्काउने? अघि पछि कता फर्काउने? अझ मजा गर्दै गर्नुस् न। राजा फर्केपछि अनि थाहा पाउनुहुन्छ। फर्किने भने आकाश बन्नु त होला नि, कहाँ फर्किने? सिंहासनमा त सम्भव छैन। काका हेर्नु त के भन्दै हुनुहुन्छ गोकुलजीले? गोकुल बासको राजा त झाटका कुरा के गर्नु? झाट भनेको के हो? थाहा छ? भुत्ला हो। भुत्ला कुरा पनि गर्दै हो। राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने, खिचडी एक पाक्दैन। खिचडी होइन, जनताले चाहे भने यहाँ भतेर लाग्छ। त्यो लागेको दिन चाहिँ सबैलाई खबर गर्नु होला। अरु पार्टीका झोलेहरू पनि आउँछन् क्या खानकै लागि भयो भने। कम्तीमा 25 लाख नागरिकहरूको आज उपस्थिति भयो। 25 लाख ऐसे कुछ ज्यादा नहीं हो गया? 25 लाख 16 लाख दर्शक को दिखाओ। खत्म खच भरे हुए हैं। कैमरामैन जल्दी फोकस करो। भाई बहन के सामने, आप कैमरामैन के सामने रहो तुम। देखो यो रैली देखेर के साह्रो एडिट गरे भाइ, के साह्रो एडिट गरे। म हाँसेरै मर्ने भयो भाइ। अवश्य पनि त्यो गणतन्त्रको गाँड त हल्लियो होला। हो हल्लाइ होला। यही हल्ला छ। यो पुलिस भाइलाई पनि स्वाद लागेछ कि क्या हो? राजा आवा नआवा आफ्नो ठाउँमा छ, तर अस्ति जुलुसमा चाहिँ धेरै रमाइलो भएछ। मलाई त रमाइलै मात्रै लाग्यो त्यो दिन। अनि म चाहिँ नाचेको नाचै। हामी चाहिँ हेरेको हेरे, हामी चाहिँ हेरेको यस्तो भन्न पाइन्छ? त्यही त, सन्तान छैनन् भनेर त्यसरी हेप्ने हो। त्यो निसन्तान त ओलीलाई किन चाहियो? यत्रो देशै बेचेर खानु पर्यो। ओ लास्टै हाँसु लाग्यो यार। गणतन्त्र धोका हो, केपी ओलीले बोका अरे भाइ। अश्लील, असभ्य, गाली गलौज केटा यो छोराहरूलाई किन पाल्नु छ? यो जुलुस पूर्व राजाको स्वागत गर्न गएको थियो कि मलाई गाली गर्न गएको? राम्रो काम गरेको थियो भनेदेखि आई लभ यु भनिहाल्थे। राजा ल्याएर नि खासिने केही होइन। राजावादीहरूको भिडमा गएर राजा ल्याएर नि केही ख्यासिन्न अरे। त्यो हेर्यो भने नआएको। सबै ज्याप भएर के यहाँ पार्टीमा गयो भने ज्याप भएर जान्छन् होइन। त्यस्तो नर्मल्ली गयो भने पनि ज्याप भएर जान्छन्। फेरि के भन्ने यस दाजुसँगको मतलब छ होइन, फरक केही छैन। अगाडि हेर्दै जाऊँ। भाइ टाउको फुट्ने गरी हान्थ्यो होला। यताखेरि अर्को बहादुर नेपालीले राजावादीहरूको भिडमा गएर राजाकै विरोध गर्दै हुनुहुन्छ। राजावादीहरूको बिचमा उभिएर राजाकै विरोध। वाह, आठ त तैले गरेकै होस् माने त। खेलमा के गर्नु राजाले भन्नु भएन? यो भाइले बहुत डिस्टर्ब गर्यो। ले यो भाइलाई तपाईको कुरा सुन्ने आउनुस् त, यहाँ राख्नुस् त। एमालेहरूले यस्तै मान्छे पठाउँछन् क्या, रक्सी खुवाएर झमेला हालिदिनलाई पठाउँछन्। खेलमा छोरा चाउरे के गरेको यो रक्सी खाएर? के बाउ लाउरे छोरा चाउरे दाउरे के आन्दोलनमा हिँडिरहेको छु। के आन्दोलनमा हिँडेको, कसको सपोर्टमा कसको विरोधमा पनि थाहा छैन क्या। हातमा नेपाली झन्डा बोकेर राजाकै विरोध, बरु एमालेको झन्डा बोकेर विरोध गरे हुन्थ्यो नि। अर्को जोडियालाई पनि हेर्नुहोस् यहाँ।
त नाराबाजी गर्नु पुलिसको हल्ला भरा छ हल्ला भरा छ अस्ति भर पुलिसको हल्ला भराइराछ पुलिसको हल्ला भराइराछ प्रहरी खोज्न आउनु भयो कि राजाको स्वागत लागि मान्छे हरायो भने पुलिसले खोज्छ यहाँ त उल्टै पुलिसले खोज्दै हुनुहुन्छ त को यार उहाँ वरिष्ठ हो यहाँको म्याटक्ने अरु वरिष्ठहरुको कुरा पनि सुन्नुस् के भन्छ राजा चाहिएन यसलाई राजा आउ के बन्नी सहित बन्नी रन्डीको छोरा राजाको लागि गोली खाने लाडो खा देश विकास हुनु पर्यो कतै रोजगारको अभाव छ यहाँ पढाइ शिक्षाको अभाव छ निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए तब पढ़ाई लिखाई में ध्यान लगाओ IAS बनो और देश को संभालो लेकिन पढाइ शिक्षाको अभाव छ स्कुल ड्रेस लगाएर झोलामा किताब बोकेर पढाइ शिक्षाको अभाव छ रे प्रधानमन्त्रीज्यू के भन्न चाहनुहुन्छ विद्यार्थी बाबुलाई मेरो के सुझाव छ भने भाइ हुन त यार ठिकै हो देशमा त्यस्तो छ पढाइ मलाई शिक्षाको अभाव छ मलाई पनि छ है खासमा ल राम्रो पढ्नुस् अनि विदेश जानुस् नेपालमा काम त पाइन्न काम खोज्ने होइन काम सृजना गर्ने शिक्षा दिन गइराखेका छौँ दिएको त्यही हो अस्ति एउटा टिचरले विद्यार्थीको गाला सिकाइदिएछन् तातो पन्युले त्यसर्थ छन् टिचरहरू तनहुको भिमाद नगरपालिका 6 मा रहेको प्रभात एकाडेमी बोर्डिङ स्कुलकी लेखापाल सुषमा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा टाँगेर यातना दिएकी छन् म चाहिँ राजतन्त्र हुने बेला सानसानो थिएँ मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन तर त्यति बेला मैले न्युज मिडियामा अहिले हेर्दाखेरि हाम्रो राजा हुने बेला सान के थियो राजाको सान थियो भन्दा पनि भित्र जनताको अवस्था कस्तो थियो भन्ने कुरा हो क्या मेन म चाहिँ राजतन्त्र हुने बेला सानसानो थिएँ मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन थाहा छैन भने यहाँ सुन्नुस् राजाको शासन यस्तो थियो म भन्छु राज परिवारले र दरबार हेर्न चाहेको मान्छे विदेश जान पाउँदैन थियो पासपोर्ट चाहिँ दरबारभित्र बन्थ्यो बोल्ने स्वतन्त्रता थिएन संगठन गर्ने स्वतन्त्रता थिएन महिलाहरूलाई यो लेभलको चाहिँ निर्णय प्रक्रियामा सहभागिता थिएन बुझ्नु पर्यो यो कुराहरू किनभने महिलाहरू त राजा गर्नुपर्छ भनेर उफ्रिँदैछ नि त जब देश संघार हुन्छ तब महिला उठ्छन् 15 वर्षमा के बनाइदिनु भयो त कुन ठाउँ बेच्नु भएको छ खोला नाला सबै बेचिसके यो पारी चाहिँ चाहिनै हो है हाम्रो नेपालको हुनु बाबु हजुर यो सबै पहिला नेपाल हाम्रो सरकारले बेच्यो क्या सिमा सरकारले बेच्मा राजा ल्याउनको लागि आओ ल्याइस राजा राजालाई यहाँ नारायण हिट्टीमा ल्याउँदैछ किन ल्याउने तर राजा ल्याउनुको उद्देश्य नेपाललाई नेपाल बनाउन नेपाललाई नेपाल बनाउने भनेर अनि उत्तर प्रदेशको सीएम को फोटो किन हो फेरि के सीएम योगी आदित्यनाथ के पोस्टर लहर रहे म योगी आदित्यनाथलाई भेटे पनि फोटो खिचेर हाल्छु के बिग्रिन्छ त महान इज्जत र प्रतिष्ठा भएको मान्छेले राज संस्था खोज्छ जो रात दिनै तपाईको जाँड धोगेर आफ्नै चेलीबेटी बेच्न खोज्छ त्यसले राजा खोज्दैन बस त्यति भन सुन्नुभयो नि बाबुलोजी जसले राज संस्थाको विरोध गर्नुहुन्छ उहाँहरू सबैजना जडिए आफ्नो चेलीबेटी बेच्नेहरू हो को हुनुहुन्छ तर कमेन्ट गर्नुहोस् त हाम्रो राजा जान्छ मेरो राजाले के गर्यो भन्छन् के कहिले त्यही त सबैले राजाले के गर्यो भन्छन् हैन आज भनिदिनुस् त के गर्नुभयो मलाई चाहिँ अचम्म लाग्छ भने बाउले के गर्यो भने छोराले सोध्ने भने बाउले त तिमीलाई जन्म दियो त्यही ठुलो कुरा हो नि 65 भन्दा अगाडि चाहिँ विदेश धेरै कम जान्थे मान्छे किनकि यो देशमा रोजगारी थियो कल कारखाना थियो पञ्चायत कालमा त कस्तो थियो भने विदेशीहरू चाहिँ नेपालमा काम गर्न आउँथे विराटनगर जुट मिल थियो हेटौडा टेक्सटाइल थियो भिरकुटी कागज कारखाना थियो र आज के भयो सरबका सब बन्द गर्ने हामी कदापि यो भ्रममा नपरौं कि विगतमा नेपाल ठीक थियो भनेर विगतमा नेपाल ठीक थिँदै थिएन एउटा भन्छ अर्कोले अर्को कसको चाहिँ कुरा विश्वास गर्नु त हामीले जति विकास भएका छन् ती अहिलेकै पालीमा आएर भएका छन् पहिलाको नेपाल त गोल्डन एरा भन्छन् कसको लागि गोल्डन एरा राणाको लागि कि राजाको लागि गुड क्वेशन नेपाल कहिले पनि धनी थिएन कहिले पनि विकसित थिएन र गोल्डन एरा कहिले पनि थिएन गोल्डन एरा त अहिले चलिरहेको छ बरु किलोका किलो सुन सामान दिन्छ एयरपोर्टबाट बिल्कुल नेपाल र नेपाली जनता अहिले जे जस्तो भए पनि यतिको सम्पन्न विगतमा कहिले पनि थिएन यो राजाको बेला विकास छैन भन्ने मुजेरलाई नि मैले भन्छु त यहाँ चिक्ने पनि 20 वर्ष पहिला फुसी उठल्लो थिइस् के भयो किन हाँसेको मेरो त 3 वर्षको मेहनत नि आज राजा सडकमा आउनु भयो नि धेरै खुसी नहुनु त्यो सबै राप्रपाले गर्दा आएको रे अनि आज आएर जम्मै 3 वर्षमा मेहनत गरेर माहौल बनाएपछि हामीले गरेको अफेयर पनि लाग्दो रहेछ के मान्छेलाई अगाडि गएर भिडमा फोटो खिचेर हजुरको 3 वर्षको मेहनत होइन कि राप्रपाले गर्दा जम्मा भएको रे यत्रो भिड त्यतिकै हावामा हुन्छ अनि राप्रपाले महानगरलाई गएर जरिवाना तिरेको देख्नु भएन यता राप्रपाले जरिवाना तिर्दा आन्दोलन नै राप्रपाको आयोजनामा भएको सन्देश गएपछि व्यवसायी दुर्गा प्रसाई कड्किएका हुन् नगरपालिकामा गयो अनि पैसा तिरेर हामीले गरे यसरी राजा चाहने विभिन्न शक्तिहरू बीच नै बेमेलको अवस्था बन्दा आन्दोलनमाथि नै प्रश्न उठेको छ राजा ल्याउँछु भन्नेहरू नै मिल्नु हुँदो रहेछ के राजा ल्याउनु हुन्छ त यार अनि यिनीहरूले राजा ल्याउँछन् भन्ने तपाईँले कल्पना
गर्नु भएको छ राजालाई पनि गफ गर्दै गर्दै सुरु दरबारभित्र पस्यो भने के गर्छ नि कालेर कुर्सीमा राख्छन् अरे राजालाई हातमा समातेर लिएर दरबारमा लिएर जान्छु पूर्व राजालाई लगेर काल सिंहासनमा बसाउने हो भने नारायण हिटी छिरा राजालाई अझै नारायण हिटीमा लगेर लिएर जाने भन्ने कुरा छ। अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गर्नुहुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि? केन्द्र सरकारलाई राजा घोषणा गर्छौँ, नारायण हिटीमा छिराउँछौँ, सिरपेज लगाउँछौँ। सिरपेज छुन मात्र गयो भने गोलीले चाहिँ नि सिनो छेडिन्छ। हाम्रो त राजाको सिरपेज लिएर नारायण हिटीमा छिर्दाखेरि कोही रोक्न आयो भने हामीले फाँक गरेर भित्र छिराउने जस्ती गर्न खोज्यौँ भने नेपाली जनतालाई यो सही हुन्छ। हामी जनताले दिएको छ ल्याउँछौँ। जबसम्म प्रचण्ड जिउँदैछ तबसम्म राजा त के राजाको राह पनि आउँदैन। काटेर मारेर पनि ल्याउँछौँ राजा मुजी। त म्याच चिक्ने बोलेर हुन्छ मुजी। If a king has to come, why does have it be like ज्ञानेन्द्र शाह? Please make someone else the king. किन ज्ञानेन्द्र शाह चाहियो? अरू राजा भन्न सक्दैन? हामी युवाले देशको भलो चाहने हो भने हृदयेन्द्रलाई राजा बनाऊ। लिलबुद्धलाई राजा बनाऊ। म्याच चिक्ने रन्डीको छोरो तमा चिक्ने कुत्ता साला कुकुर। लिलबुद्ध दाइ लिलबुद्ध राजा भन रन्डीको त मुझ त गेडा होस् त। राजा हो म। कसरी राजा हजुर को हो र? जङ्गबहादुरको दोस्रो रूप हो। हजुर जङ्गबहादुरको दोस्रो रूप हो भनेर कसरी पट्याउने? नवत्याजुङ्गा हेड। जुङ्गा हुँदैमा जङ्गबहादुर हुँदैन कोही पनि। पारसको देख्नु भने त्यत्रो जुङ्गा। गाँजा खानु ठिक हो। कसरी हो? घुस खानुभन्दा गाँजा खानु ठिक हो भनेपछि पारस ठिक हो भन्न खोजे हो। अहिलेको पारस शाह वास्तवमा भन्यो भने संवैधानिक राजा हुनको निमित्त सबैभन्दा उपयुक्त पात्र हो, जसको कुनै एम्बिसनै छैन। साधारण जोगी सन्यासी राष्ट्र प्रेम बाहेक अरू केही नभएको व्यक्ति हो। जाने हेर्नुहोस्, पारस यो सत्ता र यो परमानेन्ट लागि लागेकै छैन। राजा आइसकेको छ। कहाँ छ? आउँदै हुनुहुन्छ। मेरा प्यारा देशवासीहरूलाई पशुपतिनाथले कल्याण। 5वटा मात्रै राजा रहनेछन्, एउटा बेलायतमा र 4वटा खेल्ने तासमा। अनि त्यो खेल्ने तासमा 2वटा जोकर पनि हुन्छ। एउटा जोकर चाहिँ तपाईँ नै हुनुपर्छ। हामी राजा फर्काउनै पर्छ। के गर्ने राजा फर्काउने? हजुरले त्यो 70 करोड झम्काउनु भएको थियो नि, हो त्यो असुल गर्न भयो भने राजा फर्काउने रे। नेपालमा राजा तपाईले देख्नु भएको छ? हजुरले पो चस्मा लाउनु भएको छ, आँखा कमजोर छोरा देख्नुहुन्न। हामीले त देख्छौँ नि। को राजा? राजा ज्ञानेन्द्र शाह त हुन्, थाहा छ नि तपाईँलाई? ज्ञानेन्द्र त फटा हो, आफ्नो सन्तानलाई नाश गर्ने मान्छे। हाम्रो ग्रेट ज्ञानेन्द्रलाई रिस्पेक्ट गर रन्डीको छोरा। एउटा छोरो पाल्न छैन यदि राजा खानु पाइन्छ। राजाबारी भएर के भनेको थियो? तपाईँ त राजावादी हो तर राजाबाजी हो, पृथ्वीनाथबाजी हो, वीरेन्द्रबाजी हो, महेन्द्रबाजी हो, ज्ञानेन्द्रबाजी होइन। मुकुन्दजी हजुरले भनिदिनुहोस् त के भन्न चाहनुहुन्छ यो विषयमा? राजतन्त्र सामन्ती संस्था हो, त्यो सिद्धिसकेको नर्क हो। त्यो वीरेन्द्रको राजतन्त्र भएको भए, जितेन्द्रको राजतन्त्र भएको भए जनता कम्प्रोमाइज गर्थे, सहन्थे पनि। अब यो ज्ञानेन्द्रको यस्तो डर लाग्दो त्यस्तो घिनलाग्दो तन्त्रतिर कोही लाग्नु हुँदैन। राजा चाहिएन अहिलेलाई। अब राजेन्द्र केटाकेटीको कुरा सुन्नु भन्दा नि बरु बाजेहरूको कुरा सुनौँ न, के भन्नुहुन्छ? राजा ल्याउन पानी हुन्थ्यो, यसरी लुकेर खाँदैन। राजा त ज्ञानेन्द्र नै हो। राजा भनेको वीरेन्द्र मात्रै हो, वेदको राजा वीरेन्द्र हो। वीरेन्द्रलाई पो लगेर चलाइयो त। ज्ञानेन्द्र त जिउँदैछन्। वीरेन्द्रलाई फर्काउन स्वर्गबाट ल्याउनुहोस् ल, हामी मान्छौँ। लास्टसम्म हेरिदिनु भयो। तपाईँहरूलाई लाइक सब्सक्राइब सेयर गर्न नबिर्सिनु होला भन्न चाहे।